वर्षौंदेखि सीमा अतिक्रमण र हस्तक्षेपको शास्ति खेप्दै आएको सुस्तामा तटबन्ध जस्तो संवेदनशील विषयमा पटक पटक न्यू खोजिनुले स्थानीयवासी सशंकित बनेका छन्। आखिर कहिलेसम्म सीमा क्षेत्रका नेपालीले आफ्नै भूमि जोगाउन यसरी लडिरहनु पर्ने? सुस्तामा स्थानीय बाढीबाट बच्न बनाएको तटबन्ध भत्काउन पुगेपछि भारतीय एसएसबी र स्थानीयवासी बीच तीव्र तनाव। नवलपरासी पश्चिमको सुस्तामा आइतबार फेरि भारतीय सशस्त्र सीमा बल एसएसबीले नेपाली भूभागमै प्रवेश गरेर हस्तक्षेपको प्रयास गरेको छ। नारायणी नदीको कटान र बाढीको विदण्डबाट आफ्नो बस्ती जोगाउन स्थानीय बासिन्दाले दिनरात खटेर बनाएको अस्थायी तटबन्ध हटाउन भारतीय सुरक्षाकर्मी जबरजस्ती अघि बढेका थिए। आफ्नै मातृभूमिमा बनेको सुरक्षा संरचनामाथि भारतीय पक्षले धावा बोलेपछि स्थानीय बासिन्दा प्रतिरोधमा उत्रिएका हुन्। स्थानीयको तीव्र विरोध र आक्रोशपछि अवस्था केही बेर निकै तनावपूर्ण बन्यो। स्थिति थप नबिग्रियोस् भनेर नेपाल सुरक्षा निकायले घटनास्थलमा पुगी अवस्था सम्हालेको थियो। उक्त जिल्ला प्रशासन कार्यालयले घटनालाई गम्भीरताका साथ लिँदै दुवै देशका अधिकारीहरूबीच छलफल मार्फत मुद्दा उठाउने तयारी भइरहेको जनाइएको छ।